पासपोर्ट जल्दी सी मैले भनेको थिएँ नि यो चाहिँ नेपालको पासपोर्ट हो आई क्यान सी द्याट नो गुड पटना बोर्ड सी पटना पटना हाल यार भैया कुछ मिल गया यतिखेर त अब नेपाल आएको हो भने चाहिँ हिन्दी बोलिरहेको छ द्याट्स वाट आई मिन के हिन्दी बोलिरहेछ नि त नेपाली भएर नेपाल ल्यान्ड आएर मेरो भनाइ त्यति हो क्या जेनुन बनाउँछौ भनेदेखि ल्याङ्ग्वेज पनि जेनुन राख मेरो भनाइ त्यति ब्रो चिल यार इट्स जस्ट अ गेम म्यान जावा गेम त हो नि यार के तपाईँलाई पनि जावा एउटा गेम नै त हो भन्ने लाग्छ ओके तर यदि तपाईँलाई यो गेम डेभलप गर्ने जर्मन गेमिङ कम्पनी यानि कि युबिसफ्टका डेभलपरहरू इन्डिया होइन नेपाल आएर नेपालको विभिन्न ठाउँमा अवलोकन गरेर 2 हप्ता बसेर रिसर्च एन्ड प्लानिङ गरेर अनि बल्ल गएर गेम डेभलप गरेका थिए भनेर मैले तपाईँलाई भने अब तपाईँले यसलाई कसरी लिनुहुन्छ भन्नुहोस् अनि हाल्न परेन त मुद्दा यो अरू कसैको स्टोरी नभएर मेरो आफ्नै स्टोरी हो अहिलेसम्म यो मेरो निजी स्टोरी मात्रै थियो यो निजी हार मात्रै थियो तर आज म हरेक नेपालीलाई सुनाउँदैछु किनकि मलाई के लाग्छ भने यो देश हामी सारा नेपालीको हो र हामीले हाम्रो गौरव र स्वाभिमानमा आँच आउन दिनु हुँदैन भिडियो गेम नै किन नहोस् 2014 एडी नेपाली 2071 साल म अस्ट्रेलियामा पढ्दै थिएँ गेमिङको क्रेज मलाई बच्चादेखि नै थियो दिनको मिनिमम 1-2 घन्टा गेम नखेलेको भन्ने दिन नै हुँदैन थियो र अहिले पबजी र फ्री फायर जस्तै त्यो बेलामा फायर क्राई एकदम नै पपुलर थियो फायर क्राई 4 को ट्रेलर लन्च हुने दिन म युबिसफ्टले ट्रेलर कहिले हाल्छ होला भनेर फोन हेरेको थिएँ ट्रेलर लन्च पनि भयो ट्रेलरको गेम प्लेमा मैले मेरो सुन्दर नेपाल देखेँ हाम्रो जस्तै घर हाम्रो जस्तो हिमाल हाम्रो खुकुरी पनि देखाइयो त्यति मात्रै होइन हाम्रो जस्तो मान्छे हाम्रो जस्तो लुगा हाम्रो शैली हाम्रो परम्परा हाम्रो संस्कृति धेरै खुसी लाग्यो एउटा नेपाली गेमर भएर नेपाल गेममा देख्न पाउँदाखेरि अभियसली खुसी लाग्छ नै तर जब त्यहाँका एनपिसीस यानि कि गेमका पात्रहरू बोले उनीहरूले नेपाली होइन उनीहरूले हिन्दी बोले गेममा प्रयोग भएका हरेक म्युजिक हरेक धुनहरू बलिउडका थिए हिन्दी थिए मलाई नि युबिसफ्टसँग यति धेरै रिस उठ्यो कि मैले त्यसपछि युबिसफ्टले बनाएको कुनै पनि गेम खेल्नै छोडिदिएँ बट तपाईँहरूलाई देखाउनको लागि भए पनि फार क्राई 4 मैले भर्खर रिसेन्टली किनेको छु र यो गेम खेलेर च्यानलमा अपलोड गरेको छु हेर्नुहोला त्यति बेला म 23 वर्षको थिएँ जवान थिएँ मैले गेमको ट्रेलर लन्च भएको दिनको भोलिपल्ट नै एउटा अभियान सुरु गरेँ एउटा आवाज उठाएँ हाम्रो संस्कृति अरूको लागि एउटा स्वाद मात्र हुनु हुँदैन गेमिङ फर्म नै किन नहोस् यो गलत हो र यसले गलत सन्देश दिएको छ विश्व सामु भन्ने मलाई लागेर आयो मैले एनी change.org मा गएर एउटा अनलाइन पिटिसन सुरु गरेँ त्यसपछि फेसबुकको एमआरआर ग्रुप र दिदीको मद्दतबाट डब्लुआरआर ग्रुपमा पनि मैले त्यो change.org को निवेदनको लिङ्क सेयर गरेँ 3500 प्लस नेपाली साथीहरूले पिटिसन साइन गर्नुभयो जम्मा 3500 समर्थन भएकाले मात्र पनि विदेशी गेमिङ युट्युबर च्यानलहरूको यस विषयमा ध्यानाकर्षण हुन पुग्यो यो कारणले त्यो बेलाको गेमिङ युट्युबर च्यानलहरूले गेमका डेभलपर यानि कि फार क्राई 4 को डेभलपरहरूसँग गएर इन्टरभ्यू समेत लिएका थिए उनीहरूले यो एउटा काल्पनिक ठाउँ रहेको र वास्तवमा मेल खाएको मात्र हो भनेर टाले Controversy about the language thing. What's your position on that? Yeah, it's funny because like the country in the game Karat is a fictional place, so I'm glad people know the language they speak in our fictional country. अब सुन्नुहोस् इन्डिया होइन नेपाल आउने नेपालको म्यापिङ गर्ने ड्रोन उडाउने सुटिङ गर्ने अनि 2 हप्ता बसेर जाने अनि यो ठाउँलाई काल्पनिक हो भनेर भन्नलाई सुहाउँछ तपाईँ आफै भन्नुहोस् आज 2026 मा आएर पनि यही कुरा अथवा यही सवाल म किन उठाउँदैछु मैले लगभग 11-12 वर्ष अगाडि सुरु गरेको यो लडाईँ धेरैलाई लाग्यो यो एउटा गेम मात्र त हो तर मेरो लागि यो हाम्रो पहिचानको कुरा थियो भनेको एउटा उद्योग हो एउटा संस्कृति हो र यो फ्यासन पनि हो हामी नेपाली हौँ र हामी नेपाली भाषा बोल्छौँ भनेर चिनाउनु पर्ने देख्दछु यस्तै सानो चिजले हाम्रो देशलाई विश्व सामु चिनाउन गाह्रो हुन्छ उदाहरणलाई यही फार क्राई 4 को गेम लगभग 14 मिलियन कपी बिकेको थियो वर्ल्ड वाइड 14 मिलियन कपी त्यो भनेको 1 करोड 40 लाख जनाले किनेका थिए ल अब आफै भन्नुहोस् अब यो
1,40,00,000 जनाले नेपालको भाषा के होला भनेर चिन्यो होला। अब यो 1,40,00,000 जना मान्छेहरूले हिमालयन अथवा माउन्ट एभरेस्टको वरपर बस्ने लोकल नेपालीहरूले कुन भाषा बोल्छन् अथवा कुन म्युजिक सुन्छन् उहाँहरूलाई लाग्यो होला। यो सानो कुरा होइन। त्यही भएर भनेको हामी पछि पढ्दैछौँ। हाम्रो आफ्नो पहिचान छ र हाम्रो पहिचानको लागि हामीले नै आवाज उठाउनुपर्छ। एउटा स्मल इन्फर्मेसन पनि म प्रोभाइड गर्न चाहन्छु। नो अफेन्स टु आवर नेबर्स। इन्डियाको केही गल्ती छैन। दे गट नथिङ टु डु विथ वाट युएस have did in adding their language and music in the game. टपिक अलि इमोसनल भएर म हल्का सेन्टिमेन्टल हुन पुगेको मात्र हो, तर म तपाईँलाई अबका दिनहरूमा भरपुर इन्टरटेनमेन्ट दिने प्रयास गर्दछु यस गेमिङ/स्पोर्ट्स च्यानलबाट। यहाँ भर्चुअल अथवा डिजिटल गेम्स मात्र हुने छैन, मैदानमा खेलिने नेपाल अथवा इन्टरनेसनल स्पोर्ट्स जगतको टिप्पणीका साथसाथै भिडियो गेम्सहरूको गेम प्ले, रिभ्यू अनि न्युजहरू पनि दिनेछु। सबैभन्दा मेन कुरा भनेको हामीहरूले अरूको भाषामा सापट्टि मागेर धेरै दिन बितायौँ। म यहाँ एउटा कन्टेन्ट क्रिएटर मात्र बन्न आएको होइन, म नेपाली जगतको गेमिङ कम्युनिटीलाई अझै अगाडि बढाउन र स्पोर्ट्स जगतमा नेपालले संसारमा आफ्नै पहिचान बनाओस् भन्ने लागेर यो यात्रा सुरु गरेको हो। मलाई यो यात्रामा साथ दिनुहुन्छ भन्ने मलाई विश्वास छ। अनि मलाई अर्को कुरा के पनि लाग्छ भने हामी सबै गेमरहरूमा एउटा सानो स्नफ्की छ जो निडर छ, चुनौतीको सामना गर्दछ र दुनियाँको परवाह गर्दैन र परिआएमा आवाज उठाउँछ र सिस्टमसँग जुझ्छ। मोमेन्ट भ्यालीमा सबैको मद्दत गरे जस्तै एक्चुअल लाइफमा सबैको मद्दत गर्छ। सो एउटा स्नफ्कीले अर्को स्नफ्कीलाई पक्कै मद्दत गर्नुहुन्छ भन्ने मलाई लागेको छ, सपोर्ट गर्नुहुन्छ भन्ने लागेको छ। 11 वर्षदेखि मनमा राखेको यो हार, यो पीडा मैले तपाईँलाई सुनाउने आज मौका पाएँ। अनि साँच्ची यस च्यानलको सबसे ठुलो उद्देश्य भनेको नेपालले भिडियो गेम जगतमा भिडियो गेम बनाउने पनि हो। नेपालीले भिडियो गेम बनाउने भनेपछि मलाई असीम साकेजीको गाउँलेको याद आयो। मेरो पहिलो भिडियो गाउँलेबाट म सुरु गर्नेवाला छु। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद। जय नेपाल। नाना, म भिडियो रेकर्ड गरिरहेको थिएँ। आऊ भिडियोमा आउँछौ? आऊ यहाँ हेर, यता हेर, यता को रहेछ यहाँ? ल यहाँ हेर, बाबा न नाना रहेछ हो। बिहान कहाँ गयो? हेलो एभ्री वान, सब्सक्राइब टु स्नफ्की भनिदेऊ। सब्सक्राइब टु स्नफ्की भनिदेऊ न। भन त। नै नभन्ने। प्लिज सब्सक्राइब, थ्याङ्क यू भन न। प्लिज सब्सक्राइब भनिदेऊ न। लेट्स गो। ल पाक जाने। ल ओके, पाक जाने त। यही भन्दै गर्ने क्रममा विदेशी गेमिङ युट्युबर च्यानल गेम रियाक्टरले जब यो इस्युलाई कभर गरेको थियो, त्यस भिडियोमा धेरै नेपाली गेमरहरूले कमेन्ट गर्नु पनि भएको थियो। मैले त्यस भिडियोमा त्यो बेलामा आएका कमेन्टहरूको एउटा रियाक्सन भिडियो पनि बनाएको छु। त्यो हेर्नको लागि च्यानल